आज पनि म रेडी भएर मेरो ब्याग यहाँ सोफामा लिएर आएर राखिसकेँ है। मलाई किन ब्याग के कतै हिँड्ने बेलामा पहिले नै जुन ब्याग लाने त्यो सोफामा ल्याएर राख्नु मन लाग्छ के। अनि त्यसपछि मलाई यहाँ ढोकानेरको ऐना नहेरी चित्त बुझ्दैन। अनि म निस्किने बेला भयो, जो महाराज म निस्किने बेला भयो भन्ने थाहा पाएर गेटमा गएर बसिसक्नु भयो है। अनि के आज म कहाँ जाँदैछु हजुरहरूलाई देखाउँछु, यो भिडियो अन्तिमसम्म हेर्नु है त। आज म मेरो बच्चैदेखिको साथीसँग घुम्न जान लागेको है। हाम्रो प्लान धेरै अगाडिदेखि नै हो के। अनि कहिले उसको नमिल्ने कहिले मेरो नमिल्ने भएर हामीलाई जुरेकै थिएन, बल्ल जुर्यो। अनि हामी चाहिँ यहाँनिर भेट गर्ने भनेर सल्लाह गरेको थियौँ है। म आइपुगेँ, मेरो साथी चाहिँ आइपुगेको रहेनछ। म त्यो आउने बाटोतिर हेरेर बसिरहेको छु के, बल्ल आइपुगी। यसलाई मैले त किन ढिलो आएको, तैँले मलाई सरी भनेर कराइरहेको छु कि यससँग। अनि यसले भन्छ म त कति टाढाबाट आउनुपर्छ साथी, बिहान उठेर काम सकेर आउँदा ढिलो भयो भन्छ। अनि मैले पनि म पनि त बिहान नै उठेर सबै काम सकेर हिँडेको हो नि त भने। अनि हामीले चाहिँ यहाँबाट ट्याक्सी लियौँ है। ट्याक्सी लिएर ट्याक्सीमा बसेदेखि यसको र मेरो गफ अनि यो सानो भिडियो क्लिप्सहरू है। अनि यस्तो हरियाली सिनहरू खिच्दै हिँडेँ। अनि यसले भन्छ कि मलाई उताको हरियाली सिन खिच्न भन्छ होइन, घरि यताको हरियाली सिन खिच्न भन्छ होइन। यसको र मेरो कुरा फेरि यति मिल्छ है। यसलाई पनि फोटो भिडियो यस्तो खिच्न मन लाग्छ, मलाई पनि फोटो भिडियोहरू यस्तो खिच्न मन लाग्छ कि एकदमै जता गए पनि फोटो भिडियो लिइहाल्न मन लाग्छ है। अनि बाटो त यस्तो रमाइलो थियो कि है, त्यहाँबाट भ्यूहरू यति राम्रो देखिने। हामी त भ्यू हेर्दै गफ गर्दै है। अनि यसको र मेरो गफ फेरि कहिले पनि टुङ्गिँदैन है। अनि फेरि यसको र मेरो जस्तो धेरै झगडा पनि कसैसँग पर्दैन है। यति झगडा पर्छ यसको र मेरो। अनि यो र म एकछिन नबोली बस्न पनि सक्दैनौँ कि। अनि एकैछिनमा फेरि बोलिहाल्नुपर्छ कि यो र म है। अनि यस्तै घरि भिडियो क्लिप्सहरू लिँदै घरि के गर्दै हामी है ट्याक्सीमा गइरहेछौँ। अनि हामी पुग्यौँ ओर्लिएर, पूजा सामान पनि किन्यौँ है। अनि यहाँ बाटोबाट ओर्लिएर के तल अलिकति सिँढी तल झर्नुपर्छ है। अनि हामी चाहिँ यो सिँढी चाहिँ पानी परेर भिजेको जस्तो थियो कि, अलिक केयरफुलै भएर ओर्लिनुपर्छ हामी चाहिँ है। डराई यस्तरी के डराई बिस्तारै ओर्लियौँ है। अनि यस्तै भिडियो क्लिप्स खिच्दै है। यो ठाउँ यस्तो रमाइलो छ नि, यस्तो यो ओर्लिने ठाउँ के यस्तो जङ्गल जस्तो छ है। अनि जङ्गल जस्तोबाट ओर्लिनुपर्छ के। यो हरियालीहरू देखेपछि त मलाई त खालि त्यो भिडियो क्लिप्सहरू लेक्कोले गर्न मन लाग्छ के। अनि मेरो पारा यही हो क्यारे, खिच्दै हिँड्ने। अनि यसले भन्छ कि तैँले पूजाको सामान मिलाएको भएन, राम्रोसँग मिला भन्छ है। अनि मैले मिलाइदिएँ नि त, म यता खिच्दैछु भनिरहेको छु कि। यहाँबाट पनि यति राम्रो यो सिँढी ओर्लिँदैछु, यहाँबाट यस्तरी खिच्दैछु मैले है। यस्तो राम्रो भ्यू देखिने कि यहाँबाट नि। अब क्यामेरा पनि घरिघरि त उल्टो पाल्टो भएछ है, हजुरहरू नै मिलाएर हेर्नु है। हामी यहाँबाट खिचिरहेछौँ। अब म जाँदैछु, एकचोटि यहाँबाट कस्तो राम्रो भ्यू देखेछ म खिच्छु है भने है। एकछिन यहीँ खिच्नतिर भुलेँ म है। अनि त्यसपछि अब यता फाइनल्ली हामी पुग्यौँ, बौडेश्वर महादेवमा पुग्यौँ है। यो ठाउँ यस्तो रमाइलो छ, यस्तो झरनाहरू छ है, पानीहरू छ, मन्दिर छ है। यहाँको त पानी देखेर नै यति रमाइलो हुन्छ है। जाने बित्तिकैदेखि खिचे गर्न मन लाग्ने कि। अब यता मन्दिरहरू छ है। अनि अब मेन मन्दिर चाहिँ यो गुफाभित्र छ के। हामी गुफाभित्र जानुपर्छ है। गुफाभित्र त यस्तो सिधा भएर हिँड्न पनि मिल्दैन के, यस्तो घोप्टेर हिँड्नुपर्छ हो। यो गुफाभित्र हो है। अब गुफाभित्र म खिच्छु, हजुरहरू पनि हेर्नु है। क्यामेरा अब अँध्यारोमा उल्टो पाल्टो हुन्छ। वहाँनिर हुनुहुन्छ के भगवान् है, वहाँ हुनुहुन्छ, कुनामा हुनुहुन्छ भगवान् है। अब त्यो अँध्यारोमा मैले कसरी खिचेँ, क्यामेरा पनि उल्टो पाल्टो भयो कि के भयो है। यस्तो घोप्टेर नै जानुपर्छ क्या यहाँ मन्दिरमा है। गएर पूजा गरेर बल्ल फर्किएँ है। यहाँबाट निस्किएँ। यस्तो तर भित्र कस्तो आनन्द आउने मन्दिर छ है।
निस्केर अब टक्क लाएर यहाँ एउटा सिन पनि खिचिहाल्ने माथिबाट। अब यता मन्दिरहरू छ, उता झरना छ है। मलाई त झरना देखेपछि खिचिरहनु मन लाग्यो। अब घरिघरि क्यामेरा पनि उल्टो पाल्टो हुने रहेछ, अरूलाई खिचिदेऊ त भनेर दिँदाखेरि यहाँ फेरि अब क्यामेराको उनै मिलेन छ। अब आफै मिलाएर हेर्नु ल, आफै मिलाएर हेर्नु अनि गर्नु। यता पूजा गऱ्यौँ हामीले, पूजा गरेर सकेर अनि यता आरती लियौँ। अनि आरती लिएपछि अब जाम हामी अब एकछिन झरनामा गएर खेलौँ भन्यौँ होइन। झरनामा पुग्यौँ। झरनामा त यस्तो रमाइलो, यस्तो भिडभाड थियो झरनामा है। यति राम्रो झरना छ कि यस्तो राम्रो झरना देखेपछि त कसलाई त्यहाँ झरनामा गएर खेल्न मन लाग्दैन होला र है। यस्तो रमाइलो भयो, यस्तो रमाइलो भयो है। यस्तो गर्मी थियो, गर्मीको बेलामा यस्तो झरना। अनि यो र म त्यहाँ खेलेर थाकेर लुगा त्यहाँ झरनामा भिजेर यतापट्टि आएर त्यही सुकेर है। अनि हामी हिँड्न लाग्यौँ है, थाकेको अवस्था एकदमै। अनि हिँड्दा हिँड्दै के बाटोमा त्यहाँ हामीले है यता कुराउनी खुवा देख्यौँ। अनि सोध्यौँ यसको कति, यसको कति भनेर सोध्यौँ। अनि सोधेपछि यति यति चाखेर लैजानु न भन्नुभयो। अनि हामीले अलिअलि किन्यौँ घरमा लिएर आउन। अनि त्यसपछि सेल देख्यौँ। सेल देखेपछि पनि ल जाम सेल अलिअलि खाऊँ भनेर गयौँ हामी है। अब बिहानमा गएको, भोक लाग्यो, खान त हामीले यस्तो छिटो भोक लागेको बेलामा गम खायौँ। अब धेरै नखाऊँ है, घरमा गएर फेरि खाना खान मन लाग्दैन भन्दै खाँदैछौँ के, फेरि खाँदै पनि छौँ, धेरै नखाऊँ है भन्दै पनि छौँ के फेरि हामी दुईजना है। अब जाम माथि फेरि अब हाम्रो ट्याक्सी भाइले कुरिराख्नु भएको थियो है, जाम हिँड भनेर माथितिर उक्लिन लाग्यौँ हामी है। बिस्तारै बिस्तारै उक्लियौँ है। यो र म त थाकेर त्यति उक्लिँदा पनि हामी 3-4 ठाउँमा बस्दै उक्लियौँ। यो त खुइ हिँडी है, हिँडेपछि त यो त ल नबसी जाने रहेछ भनेको त त्यहाँ गएर ठ्याक्र्याक्क लाएर बसी थकै लाग्यो भनेर ल आइज त के हतार छ र दुईजना एकछिन बसौँ अनि फेरि यहाँबाट हिँडौँला भनेर दुईजना एकछिन त्यहीँ बसेको बेलामा पनि हामी यसो एउटा सानो क्लिप्स लिउँ है भनेर लियौँ। अनि अब बहुत धेरै बेर बस्न हुँदैन, जाम हिँड भनेर फेरि हामी हिँड्न लाग्यौँ। अनि मैले यसलाई भन्छु कि हरे हाम्रो जुनी है यति पनि हामी हिँड्न नसक्ने, बस्दै हिँडिरहेछौँ, अरू भने नबसिकन सिधै माथि पुग्नु भइसक्यो भन्छु कि मैले। अनि एकछिन बसेको बेलामा यस्तो हरियालीको क्लिप्स पनि लिइहालेँ है। अनि मैले ल आइज निलु जाम आउने बेला भइसक्यो यता आइज भनेर यसलाई बोलाएँ। धेरै नबसौँ अब जाम भने। अनि यहाँ माथिबाट के अब आउला भन्दै हिँड्यौँ है। अब फेरि यहाँ गएर बसिकै यो है अब धेरै नबस आइज, यहाँ आइसक्यो भने है मैले। अनि अब त साँच्चै आउने बेला भयो आइज भने अब चाहिँ हामी माथि उक्लिने बेला भयो है। अब ल आई पनि हाल्यो। अघि बिहान हामी जाँदाखेरि यहाँ हामीले पूजा सामानको पैसा तिरेको थिएनौँ कि, त्यहाँ मान्छे नै हुनुहुन्थेन, सामान लिएर गयौँ। फर्केर आउँदाखेरि चाहिँ हामीले यहाँ पैसा तिर्यौँ। अनि हाम्रो ट्याक्सीलाई पनि बोलायौँ, ट्याक्सीभित्र बस्यौँ हामी है। ट्याक्सीभित्र बसेपछि फेरि यसको र मेरो गफ सुरु भयो। अनि हामीले उहाँ ट्याक्सीको भाइलाई भन्यौँ कि अघि हामीलाई जहाँबाट पिक गरेको अब त्यहीँ लगेर ओह्रालिदिनु हामीलाई भन्दैछु कि मैले है। अनि यहाँबाट फर्किँदाखेरि पनि यस्तो राम्रो हरियाली सिनहरू हेर्दै गफ गर्दै है हामी फर्कियौँ। अब यता पूजाको सामान त्यहाँ मन्दिरबाट लिएर आएको पूजाको सामान प्रसादहरू झोलामा मिलाऊँ भनेर हामी ट्याक्सीभित्रै मिलायौँ के। अनि यहाँबाट फर्किँदाखेरि पनि यहाँबाट सिन हेर्दै फर्किन यस्तो रमाइलो के, हरियाली है। दिन पनि राम्रो थियो, घाम लागेको दिन थियो। अब यहाँ पनि क्यामेरा उल्टो पाल्टो भएछ है, आफै मिलाएर हेर्नु। अनि यो झोरको गेट लिएर आइपुग्यौँ हामी है। यो झोरको गेट कस्तो मनपर्छ मलाई। अनि यहाँनिर हामी जहाँनिर ड्रप गर्नुभएको थियो त्यहाँ आयौँ। हामीले स्कुटर यहीँ पार्किङ गरेर गएको थियौँ। अब स्कुटर खोज्नु पर्यो एकछिन, साथीले ल स्कुटर पनि खोजेर ल्याइहाली। अनि हामी स्कुटरमा चढेर घरसम्म आयौँ सरर है। घर आउँदा त थाकेर हामी यस्तो थाकेर घरमा आयौँ, रेस्ट गऱ्यौँ। अब खाना खान्छौँ भने थ्याङ्क यू फर वाचिङ।